मर्निङ एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई चेली भ्लग। यहाँहरूलाई मेरो चेली भ्लगमा स्वागत छ। र आज चाहिँ म सधैँ चाहिँ उठेर नुहाई गरिसकेको छु। र आज चाहिँ हाम्रो विशेष दिन हो, किनभने मेरो सानो बेबीको चाहिँ आज जन्मदिन। त्यही भएर मेरो सानो बेबीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दैछु। ऊ चाहिँ भर्खर उठ्दैछ यहाँ। बेबी, ह्याप्पी बर्थडे बेबी। थ्याङ्क यू भन, थ्याङ्क यू भन। सो गाइज, आज चाहिँ म मन्दिर जानुपर्ने छ होइन। अब मन्दिर जानको लागि चाहिँ फेरि ठुलो नानीको इक्जाम छ नि त, त्यही भएर ठुलो नानी र बाबा चाहिँ स्कुल जाने, अनि सानो बेबी र म चाहिँ मन्दिर जाने होइन। तिमी र म चाहिँ मन्दिर जाने, ओके। बाबा पनि मन्दिर जाने, ओके। नानालाई कक्क पुऱ्याउनु पर्छ, बाबा पनि जाने। ल, सबैजनालाई नमस्ते गरिदेऊ। उठेर 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 बच्चा, उठेर बच्चा, अनि नमस्ते गरिदेऊ त ज्ञानी। अब तिमी त राम राम राम। 3 इयर्स पुग्यो। उठ उठ उठ, आज उठ न। अब नुहाई गरेर मन्दिर जानुपर्छ। ल, हाम्रो डन यहाँ बर्थडे गर्ल नुहाएर आइसक्यो, हेर्नुहोस् त। ए नुहाई आछु हो कि होइन बेबी? भयो ए बेबी, नुहाई हो। यता हेर्छ न। अरे 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 अरे, मन्दिर खोल्दा साथीहरू हरायो नि त। मन्दिरमै पुग्न सक्नु आएको थिएन त। यो बङ्गालामुखी मन्दिर अर्कै मन्दिरमा आएछु म, अर्को मन्दिरमा भनेको त। अब बुढोलाई फोन नगरी भएन हौ, कस्तो दिमागले काम नगरेको थियो। जाने कस्तो हराइगयौँ हामी त। फाइनली साथीहरू हामी चाहिँ आइपुग्यौँ। ऊ अष्टचिरञ्जीवी मन्दिर रहेछ। घुम्दा 1 घन्टै त घुम्यौँ हौ हामी। 1 घन्टै लाग्यो होला मन्दिर खोज्न। डिपेन्ड परेपछि यस्तै हुन्छ। अरू बेला सधैँ हस्बेन्डसँग आउने बानी, हस्बेन्डले सुइँलाई पुऱ्याइहाल्नुहुन्थ्यो। अब आज आफू एक्लै आएको, उहाँ भ्याउनु भएन, एक्लै आएको। खोज्दा राम राम राम, कहाँ रहेछ नि। ल हिँड बेबी, मन्दिर हिँड। ल नमस्ते गर्दै हिँड सानो। अष्टचिरञ्जीवी मन्दिर चाहिँ हिँड बाबा। यहाँ अब हात धोइ गर्न आऊ। हजुर भन। नमस्ते गर बाबा। यो चाहिँ विराटनगरको श्याम मन्दिर हो। कति सुन्दर छ श्याम मन्दिर, हेर्नुहोस्। हात्ती भन्दै जाँदैछ। कस्तो आनन्द आउने के मन्दिरहरूमा। यो मन्दिर त फेरि यति सुन्दर छ, मनै प्रफुल्ल हुने, एकदमै राम्रो श्याम मन्दिर विराटनगर। कस्तो राम्रो मन्दिर, हेर्नुहोस् त। ल ढोकी गर बाबा, ढोकी गर उता भगवान्लाई ढोकी गर्दै हिँड ल। साथीहरू मठ मन्दिरहरू कमै जान्छु है। अब भ्याउँदै भ्याइँदैन पनि।
अनि कमै गइन्छ अनि कहिले काहीँ जाँदाखेरि साह्रै आनन्द आउने हो साह्रै आनन्द आयो आज पुरै आज दिन बन गया मौसम चाहिँ पानी पर्ला जस्तै छ बाहिर पानी चाहिँ पर्न सकेको होइन विराटनगरमा नानीलाई पनि बिहानदेखि केही खुवाएको छैन म पनि खाएकै छैन मिठाई खाइरहेछ एक दुईवटा त्यत्तिकै भरमा जाऊँ ल बाबा जाऊ त आशीर्वाद दिन्छु आज मेरो जन्मदिन भन जन्मदिन भएपछि त हात खायो अरे बचाउनु अरे हेर्नु न हात खायो मेरो बचाऊ भन्ने त जाति अरे आफै हात लाउने अनि बचाऊ भन्ने उपालाई एउटा पकाइदेऊ चियापात अनि यता पनि चियापात ल आऊ